वर्षौंदेखि नेपालले कालापानी, लिपुलेक, लिम्पुवाधुरा हाम्रो हो भनेर चिच्याइरहँदा पनि कान थुरेर बस्ने भारत, बालै नदी बस्ने भारत आज आफै तपाईको सीमा विवाद मिलेर दुईटै देश मिलाउनु पर्छ यो कुरा भनेर भनिरहेछ के। अर्को देशलाई चाहिँ यसमा नमिलाउनुस् भनेर भनिरहेछ। बुझ्न सक्नुहुन्छ तपाईँ यो कस्तो कुरा हो? माइन्ड गेम बुझ्न सक्नुहुन्छ यो पछाडि? किनकि भारतीयहरूलाई थाहा छ के यदि बेलायत यसमा बीचमा आयो भने तपाईको ग्रेटर नेपाल नै फिर्ता दिनुपर्ने अवस्था आउन सक्छ के, यदि हामीसँग त्यस्ता सबुतहरू एकट्ठा भयो भने। अब यहाँ फेरि झोलेहरू कोही जो चाहिँ यिनीहरूका नेताले महाकाली नै मैले बेचेको हुँ भनेर भन्दा पनि हाई हाई जे कार गर्नेहरू आज बालेन शाहलाई डिप्लोमेसी सिकाइरहेछन्, भू राजनीति सिकाइरहेछन्। तिमीहरू पहिला गएर झोला फ्याँकेर सुरुबाट कख पढ के, त्यसपछि आऊ कसैलाई सिकाउन केही। बुझ्यौ नि? विरोध गर्नुपर्छ, नगर्ने होइन, तर जेमा पनि विरोध गर्ने, आफूलाई केही थाहा नभई बेकारमा कसैको रिसकै भरमा, कसैको डाहा गरेकै भरमा विरोध गर्ने जे कुराको पनि यो पाराले हुनेवाला छैन के। तपाईहरू अरूलाई सिकाउनु भन्दा पहिला आफू सिकेर आउनुस् के, अनि आउनुस्, अनि विरोध गर्नुस्। त्यही हो। जय नेपाल।